विष्णु शर्मा, रवि कार्की, कृष्ण भट्टराई, ब्रान्ड चाहिँ उहाँको भट्टराई कृष्ण। अनि पछाडि जय साहब हुनुहुन्छ। पछाडि हाम्रो जय साहब, शक्ति कुमार गोदार हुनुहुन्छ। अब नेपाल टिम अब हामी लगभग टिकोटालो गरेर गर्ने बेला भयो। टिको लाउनको लागि हामी चाहिँ लाइनमा छौँ। प्रतीक्षारत छौँ। व्यग्र प्रतीक्षामा छौँ। ल जानु लाइन आ अब लाउन लाग्यो भिडियो बनाउनु पाइँदैन अहिलेको बोले खाली बनाइदिनु एकछिन ल। म पाइहाल्छु भाइ अनि म तलै तल बेहुला बेहुलीलाई त्यही आके पहिला पहिला विष्णु तुरन्त फर्काउने बेला शर्मा दाइले नेपाल रोजगारको माइती गर्नु अनि हामीले त्यो चाहना राखेका छौँ। त्यो चाहना दुलान फर्काउन छिटै आउनु होला भन्नु नि दाइ। ए बिहिन दाइ दुलान फर्काउन छिटै आउनु होला भन्नु न। यी नेपाल खबरमा नयाँ खाद्य रस पेलेन दिने चाहना चाहिँ थियो हाम्रो। म चाहिँ दुबईबाट पेलेनमा मान्दै रहन्छ कसैलाई। लु समाउन त लिएर आयो होइन। समाउन त मैले खिचिरहेको छु म चाहिँ दुबईबाट स्टेसन बढ्ने यसो हामी त चाहिँ यहाँ त गयो त्यो त। शान्ति हो। आमा हजुर अनि यता आउनु एकछिन। हामीलाई सुन्न नपर्यो। संयुक्त होइन हाम्रो संयुक्त राजधानी के हो रे? ए माला माला रहेछ माला ल पैसा वाला पैसाको माला। मायाको बन्धन कहिले पनि नपुग्नु। मायाको बन्धनको कुरा गरेर यी नेपाल टिमको तर्फबाट पैसाको माला। यसो गरौँ न यही बेलामा बसिहालौँ न छेउछेउमा। वैवाहिक जीवनको शुभकामना। ल बधाई हो बधाई। हामी रेडी छौँ। ल हेर्नु अब हामी सायद जान सक्छौँ। सबै भयो बहिनी म पनि जान्छु है। पालो दिनुभएकोमा धन्यवाद। ल रेणुका भट्टराई एकदमै प्रसन्न मुद्रामा। जय साहब बहिनी अलिक खुसी भयो। जय साहब पनि यसै गरी हाँसिनु पऱ्यो अलिकति। ए ल अच्छा 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 ठिक छ ल। हाँस्यो 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 ल त ल खाली गरौँ त। Dia pasal tak, saya kita tak kait.
बराबर भाग में लगा यो चाहिँ घोच्नाले गएन कि अरे त्यसो भयो अब टिकोटालोको क्रममा एउटा राम्रो फोटो एउटा राम्रो फोटो खिच्नु यति बेला दुला दुलै यज्ञमा हुनुहुन्छ भट्टराई सानो दुःख दिएको त्यो कुरो यति बेला रेणुका भट्टराईको बिहेमा यज्ञमा पूजापाठ त्यस्तो दर्शकवृन्द गायिका रेणुका भट्टराईलाई लिनको लागि जन्तीहरू प्रस्ताव आइसक्नु भएको छ ल दुलाको गाडी सर आइरहेको छ उता रेणुकाले कुरेर बसिन्छन् यज्ञमा माइती पक्ष र जन्ती पक्षको भेट हुने अवस्थामा छ। लालीगुराँस.com का सञ्चालक कमल सरगम भिडियो खिचेर लाखौँ भ्युज कमाइसक्नु भएको छ। धेरै भिडाम भेट छ निम्तारुहरूको पाहुनाहरूको।
यहाँहरूले देखेको परको पहेँलो चाहिँ गायिका रेणुका भट्टराईको घर हो। घर त नभनौँ, अब माइती भइसकेको छ आजबाट। अरू किति फेरि छानालाई हेलो कमल सरगम कहाँ हिँडेको? खोइ त बेहुली बेहुला खोइ अगाडि बोलायो बोलायो। ल गायिका रेणुका भट्टराईलाई लिनको लागि ज्वाइँ राजाको सवारी यसरी भएको छ। सररररररर हेर्नुहोस् कालो सिसा भएर ल जन्ती लाइभ होइन चर्चित गायक सञ्चारकर्मी शक्तिकुमार गोदार हाम्रो ज्वाइँ साहब हुनुहुन्छ। कृष्ण आरोधी घरका सञ्चालक चर्चित मोडल सर्जक हाम्रो बाबुराम बोरा सर हुनुहुन्छ। र ऊ पर यहाँले पहेँलो घर देख्नुहुन्छ रेणुकाको माइती घर। ल फाइनली जन्ती बेहुली लिन आइसकेको अवस्था छ।